हेलो नमस्ते साथीहरू। अन्त आज चाहिँ नि म गदावरीको कटिङ लाउँदैछु। यो सब किनिलिएको गदावरी हो। यो चाहिँ मेरो मल्टिफ्लोरा गदावरी चाहिँ यस्तो हेल्दी भएर आएको छ। देखाउँछु खोइ मल्टिफ्लोरा गदावरीको हालत यस्तो दामी भएको छ। तर यसलाई चाहिँ म डबल कटिङ गरेर चाहिँ फेरि नयाँ प्लान्ट यस्तो बनाउनु पर्यो भनेर चाहिँ पिन्चिङ गर्ने बेला हो हुनु चाहिँ। तर मैले चाहिँ यसलाई पिन्चिङ नगरेर चाहिँ म आज यसकोबाट फेरि नयाँ प्लान्ट बनाउँछु। त्यसले गर्दाखेरि चाहिँ काट्नुपर्छ यसरी। हेर्नुहोस् है, यस्तो राखेर यत्रोमा चाहिँ यो पत्ताको सिधा मुनि यसरी काट्यो भने चाहिँ तपाईँहरूको एकदम राम्रो हुन्छ। त्यही कारण चाहिँ मैले आजसम्म काटेर साँचेर राखेको हो। अन्त यसरी हो, यस्तो देख्नुभयो, यो पत्तादेखि सिधा काट्नुपर्छ। अब यो 4-5वटा छ यसरी काटेर म बनाउँछु। हेर्नुभयो यसरी। यो बोटको चाहिँ प्रायः सबै नै निकाल्छु। कोही चाहिँ छोटो छोटोहरू चाहिँ निकाल्नु भएन, पिन्चिङ मात्रै गर्नुपर्छ हो। यसरी यहाँबाट एउटा, दुईवटा, तिनवटा, चारवटा, 5वटा। यहाँबाट अलरेडी एउटाबाट मैले 5वटा निकाल्नु सकेँ नि त होइन। त्यही कारण चाहिँ यत्रो दिन चाहिँ मैले पिन्च गरेर नराखेको। कि पिन्च गरेको भए त यो बुसी भइसक्थ्यो। तर मैले यसको न्यू प्लान्ट बनाऊ भनेर चाहिँ एक दुईवटा बेसी बढाउनुको लागि चाहिँ मैले यो यसरी बनाएको थिएँ। अन्त यो पनि हेर्नुहोस्, यसलाई पिन्च गरेर चाहिँ मैले यत्रो पारेको छु। यो पनि बुसी हुँदैछ। अनि तपाईँहरूले पिन्च चाहिँ गरिबस्नुपर्छ क्या। यो जुनै फुललाई पनि अब राम्रो बनाउनुलाई चाहिँ मेहनत छ। हेर्नुहोस् हो, यसरी गर्नुपर्छ। अनि चाहिँ यसलाई चाहिँ यो चाहिँ मल्टिफ्लोरामा चाहिँ यो चाहिँ पम्पम हो। अघि गरेको चाहिँ यो चाहिँ मल्टिफ्लोरा हो। यो चाहिँ पम्पम, यो चाहिँ बल भेराइटी हो। यो चाहिँ बल भेराइटी हो। 3टा भेराइटीमा छ यो है। अन्त 3टा भेराइटीमा यो चाहिँ अब म पिन्चिङ सायदै गर्छु होला है। यहाँ पनि अब यो सबै कुरो यो चाहिँ यतातिर चाहिँ यो चाहिँ हिजोस्ति लगाएको बल भेराइटीहरू। यहाँ हेर्नुहोस् मेरो यो पनि यहाँ देखाउनु नि, यो पनि रेडी भइसकेको छ। मल्टिफ्लोरा यो हो बल भेराइटी चाहिँ यहाँ यो र यो बल भेराइटी, यिनीहरू चाहिँ पम्पम भेराइटी रेडी भएको छ सार्नुपर्ने। तर अब मैले सारेको छुइनँ, म भ्याएको छुइनँ। यो चाहिँ मैले सारिसकेको छु। ओके साथीहरू, यस्तै छ आजको दिन। तपाईँहरूलाई नयाँ है। अब के गर्नु, काम भन्ने कुरो तपाईँहरूले पनि यस्तो तपाईँहरूको गदावरी छ भने चाहिँ तपाईँहरूले बनाउनु सक्नुहुन्छ डबल है। यसरी तपाईँहरूले लिएर यो 45 रुपिस मल्टिफ्लोरा परेको छ। यो अर्को चाहिँ